हेल्परको रूपमा काम गरिरहेँ दिल्लीमा। त्यहाँदेखि मैले त्यहाँ छोडेपछि अर्को ठाउँ मैले कुकको काम गर्न थालेँ। त्यहाँपछि मेरो कुकको जिन्दगी सुरु हुँदै गयो। कुकको जिन्दगी सुरु हुँदै मैले धेरै ठाउँ 4-5 ठाउँ घरमा काम गरेर कुकको काम गरेँ घरमा। त्यहाँदेखि मैले फेरि एउटा निर्णय ल्याएँ। लास्ट जब मेरो 7,000 को थियो। 7,000 को कोठीको काम छोडेर, कोठीमा खाना बनाउने काम छोडेर मैले सोचेँ अन्त गर्छु भन्ने मेरो मनमा पस्यो। अरू केही गर्छु भन्ने मनमा पस्यो। त्यसपछि मैले के गरेँ भन्दा मेरो भेनाजुसँग मैले कन्ट्याक्ट राखेँ। उहाँले मलाई भन्नुभयो यस्तो यस्तो होटलमा काम छ जाऊ भनेर म दिल्लीदेखि पुना भनेर सत्य जानको लागि। त्यसमा पनि मेरो यस्तो छ कि म रेलमा कहिले पनि नचढेको मान्छे। म स्टेसनमा गएँ। स्टेसनमा गएर तत्काल टिकट ल्याएँ। मैले फेरि मेरो भेनालाई सोधेँ, भेना मैले त तत्काल टिकट भन्ने मलाई थाहै थिएन। मैले भेना तत्काल टिकट ल्याएँ। त्यो टिकटमा नजाउँ तिमी भन्नुभयो र म फर्केर फेरि कोठामा आएँ। फेरि अर्को दिन मैले तत्काल टिकट काटी इन्डियाको पुणे भन्ने ठाउँमा पुगेँ। पुणे भन्ने ठाउँमा 7,000 मा काम गर्ने मान्छेले मैले 5,500 मा नोकरी लागेँ। 5,500 मा नोकरी लाग्दा मैले त्यहाँ 1.5 वर्षसम्म मेरो स्यालेरी बढ्दै गयो। 7,500 भयो। त्यसपछि म त्यहाँ छोडेर फेरि अर्को ठाउँ होटलमा गएँ कम्युवानको लागि। 13,000 मा गएँ त्यति बेलाको टाइम। त्यसपछि म फेरि त्यहाँ पनि छोडेर फेरि अर्को ठाउँ गएँ 15 मा। 15 मा फेरि छोडेँ। त्यसपछि फेरि अर्को ठाउँ गएँ। त्यस्तै गर्दै मेरो लाइफ अगाडि बढ्दै गयो र म लास्ट इन्डियाको पुना भन्ने ठाउँमा 30,000 को जब गर्न थालेँ आजभन्दा 5 वर्ष पहिला। त्यसपछि म फेरि अफ्रिका भन्ने इस्ट अफ्रिका भन्ने एउटा मेरो साथीसँग कन्ट्याक्ट भएर म इस्ट अफ्रिकामा अहिले काम गर्दैछु। कुक सेफको काम गर्दैछु। राम्रै छ मेरो स्थिति अहिले। घर परिवार ठिक छ, सब फ्यामिली ठिक छ। सबै मलाई केही पनि बुवा आमा सब ठिक हुनुहुन्छ। त्यही भएर मेरो जिन्दगी चलिरहेको छ। धन्यवाद।